So hello guys, welcome back to my new video. तर म भन्दैन आज हाम्रो वेलकम प्रोग्राम छ त्यही यहाँ रोकेर म त्यस्तो भिडियो बनाउन आज बनाएको मेमोरीको लागि हैन म चाहिँ सुरजको रुममा आयो बेलु भएर यहाँ आएको बेल लाउँदै छ त्यही हो मेरो त सब्स्क्राइबर बढेको रहेछ यार 6 सब्स्क्राइबर मैले आज हेरेको थिएँ अस्तिनको भिडियोले 6 सब्स्क्राइबर बढेर रहेछ थाहा नै भएन मलाई त त्यही भएर मैले फेरि आज नि भ्लग बनाइदिएको नत्र बनाउनै थिएन मेमोरीको लागि भए पनि हुन्छ हल्का हल्का बढिहाल भयो भने अनि त्यही हो अब अहिले माथि गएर हुन्छ खतरा खतरा भिडियोहरू यता हाम्रो कलेज चाहिँ पढ्ने यो क्लासमा हो यो फर्स्टको अनि चाहिँ अफिस भयो सेकेन्ड फ्लोरहरूको त्यही नै यता चाहिँ टोइलेटहरू छ क्यान्टिन भयो यता ठिकै छ यहाँ भलिबल खेल्छ अब पर यहाँ चाहिँ के भन्छ त्यो ब्याडमिन्टन खेल्छ त्यहाँ चाहिँ धाराहरू त्यही नै हो मलाई चाहिँ केही भन्न नि आउन्न कि लाज लाग्छ क्यामेरा फेरि दुखेर आयो त्यो त्यसको यत्रो छ त्यही हो हाम्रो यसको यो चाहिँ हाम्रो छिन्चु बजार हो छिन्चुको चोक म बन्छु क्यामेराम्यान खै म बन्छु क्यामेराम्यान
yelling out gang gang. चल अगाडि हो न अगाडि भन तयारी यस्तो छ हालत अहिले अगाडि गएर स्पेस दिने हो यसलाई यस्तै पान्ना पाउँछ And I be yelling out gang gang. Do you gang bang? I be outside with my gang gang. Check your gang signs if you gang bang. शासनमा बस्नु हो हाम्रो संस्कार। आजको स्वागत कार्यक्रमको सञ्चालकको तर्फबाट म रेशम बोलीको तर्फबाट सम्पूर्णलाई मेरो नमस्कार। सम्पूर्णलाई नमस्कार। म सञ्चालिका सन्ध्या मगरबाट पनि न्यानो अभिवादन। आज 2083 जुन हामीले 2083 को कक्षा 11 को स्वागत विद्यार्थीको स्वागत कार्यक्रमलाई चाहिँ जोड्न गइरहेका छौं। जुन हाम्रा नवआगन्तुक विद्यार्थीहरू जुन विद्यालयको एउटा नयाँ सदस्यका रूपमा चाहिँ उहाँहरू जोडिनु भएको छ, उहाँलाई हामीले उत्साहपूर्वक र कक्षा 12 का भाइ बहिनीहरूले कक्षा 11 का भाइ बहिनीहरूलाई उहाँहरूले स्वागतका साथ यो कार्यक्रम आयोजना गरी र विद्यालय व्यवस्थापन लगायत प्रशासनले पनि यो वेलकम कार्यक्रमलाई चाहिँ व्यवस्थापन गरी यो आजको वेलकम प्रोग्रामलाई चाहिँ भव्य तब्बेको साथ हामीले यो कार्यक्रमलाई उहाँहरूलाई स्वागत गरी सम्पन्न गर्नेछौँ भन्ने हजुरलाई मैले छोटो जानकारी गराउँदै कक्षा 12 द्वारा कक्षा 11 लाई स्वागत कार्यक्रम सञ्चालनमा शुभ प्रभात। आजको विशेष अवसरमा कक्षा 12 परिवारको तर्फबाट कक्षा 11 का सम्पूर्ण नयाँ विद्यार्थी भाइ बहिनीहरूलाई हाम्रो विद्यालय परिवारमा हार्दिक स्वागत गर्न पाउँदा एकदमै विद्यालय कक्षा 12 का विद्यार्थी भाइ बहिनीहरू लगायत हामी विद्यालय परिवार एकदमै हर्षित भएका छौं। आजको कार्यक्रम केवल औपचारिक स्वागत मात्र नभई आपसी आत्मीयता, भाइचारा, सहयोग र सहकार्यको सम्बन्धलाई अझ मजबुत बनाउने सुनौलो अवसर पनि हो। अब म विनम्रता साथ कार्यक्रमलाई औपचारिक रूपमा चाहिँ अगाडि बढाउँदै छु। कुनै पनि कार्यक्रमलाई औपचारिक रूपमा परिवर्तन अथवा औपचारिक रूपमा लिनको लागि विभिन्न पदमा चाहिँ आसन ग्रहण गराउनुपर्ने हुन्छ। त्यसै कारणले गर्दा आसन ग्रहण गराउनुभन्दा अगाडि मैले एउटा कार्यक्रमको विवरण हजुरहरूलाई सुनाउने छु। पहिलो विवरण रहेको छ आसन ग्रहण, दोस्रोमा राष्ट्रिय गान, तेस्रोमा दीप प्रज्वलन, चारमा चाहिँ अतिथिज्यूहरूको लागि खाताले सम्मान, पाँचमा छ कक्षा 11 का विद्यार्थी भाइ बहिनीहरूलाई कक्षा 12 का भाइ बहिनीहरूले खाताले सम्मान गर्नुहुनेछ। त्यसपछि हामीले स्वागत मन्तव्य जोड्नेछौँ, सांस्कृतिक कार्यक्रम, त्यसपछि कक्षा 11 को तर्फबाट धन्यवाद मन्तव्य, त्यसपछि सांस्कृतिक कार्यक्रम अनि सम्मान कार्यक्रम, त्यसपछि हामीले अतिथि प्रमुख अतिथि विषय अतिथि लगायत सम्पूर्णको चाहिँ मन्तव्य जोड्नेछौँ र अन्त्यमा कार्यक्रम समापन पछि चाहिँ फोटो सेसन अनि फोटो सेसन पछि हामीले चाहिँ भोजनको कार्यक्रम रहेको छ। अब म ढिला नगरी आजको जुन 2083 को कक्षा 11 का विद्यार्थी भाइ बहिनीहरूलाई यो आजको स्वागत कार्यक्रमको सभा अध्यक्षको आसन ग्रहण गरिदिनु हुन कक्षा 12 का भाइ प्रिन्स विकलाई हार्दिक अनुरोध गर्दछु। हजुर तालीले चाहिँ उहाँलाई स्वागत गर्नुहुन्छ। यसै क्रममा प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन यसै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री बखत खरालज्यूलाई हार्दिक अनुरोध गर्दछु। आजका
कार्यक्रमका विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन भेरीगङ्गा नगरपालिका वार्ड नम्बर 12 का वडा अध्यक्ष श्री रामबहादुर डाङ्गीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै क्रममा विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन भेरीगङ्गा नगरपालिका शिक्षा तथा खेलकुद शाखाका शाखा अधिकृत आदरणीय व्यक्तित्व टेकपाल नेपालीज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहण गरिदिनु हुन यस विद्यालयका सञ्चालक आदरणीय व्यक्तित्व श्री रुद्रकुमार पुञ्जुलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहणमा यस विद्यालयका प्रधानाध्यापक श्री डाक्टर बाबुराम भुसालज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन अतिथिकै आसन ग्रहणमा यस विद्यालयका सहप्राध्यापक श्री रामबहादुर साईज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। तपाईँ पनि अतिथिको आसन ग्रहणलाई मैले पुनः जोड्नेछु पछि गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहण गरिदिनु हुन श्री दीननाथ आचार्यज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन गरिदिनु हुन आदरणीय शिक्षक नोगिराम खड्काज्यूलाई पनि अतिथिकै आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अतिथि अभिभावक श्री दिपेन्द्र डाङ्गीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। आदरणीय अतिथि अभिभावक श्री राकेश कर्णज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। अतिथि अभिभावक श्री भक्त नेपालीज्यूलाई पनि अतिथिको आसन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन गरिदिनु हुन यस विद्यालयका व्यवस्थापन समितिका सदस्य श्री मानबहादुर बस्नेतज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन गरिदिनु हुन श्री अर्जुन पोखरेलज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन गरिदिनु हुन आदरणीय शिक्षिका सुशीला देवालीज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यस विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरूलाई आफ्नो स्थानमा आसन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन गरिदिनु हुन आदरणीय हाम्रा गाडी स्टाफ गुरुहरूलाई पनि अतिथिकै आसन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यस विद्यालयबाट कक्षा 12 2082 सालको एसएलसी परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्नुभएकी नानु प्रकृति राणाज्यूलाई पनि आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। यस विद्यालय अध्ययनरत कक्षा 11 का भाइ बहिनीहरू तथा कक्षा 12 का सम्पूर्ण भाइ बहिनीहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सम्पूर्णलाई। अतिथिको आसन ग्रहण अहिलेलाई मैले यति नै गराएँ, बाँकी चाहिँ पुनः जोड्ने छु। गीत बोल्दैछ हजुरहरूले एकचोटि फेरि तालीले चाहिँ यो गीतलाई चाहिँ उजागर गरेर गीतलाई चाहिँ फैलाउनुहुनेछ भन्ने मैले आशा गरेको छु। धन्यवाद आदरणीय व्यक्तित्वज्यूहरू।
Head of the School Management Committee, Special Guest Mr. Mohendra Kumar Dangi, Head of the Teacher Parent Community, Special Guest Mr. Tekpal Nepali, Education Officer at Parigaga Municipality, and our school founder, Principal, Vice Principal, faculty members, my fellow class student friends, and our wonderful new grade 11 students. Namaskar. I am Rizal Ahmad, speaking on behalf of class 12 and it's my pleasure to welcome you all here today to our chief guest, special guest and school leaders. Thank you for your presence. Your presence makes us encouragement. To our new grade 11 juniors, welcome to the CBS family. Stepping into high school is a major milestone. It comes with bigger goals, fresh challenges and exciting opportunities. As your senior, we know the high school journey brings lots of hard work, but it also brings some of the best memories of school life. So do not hesitate to explore new interests, push your boundaries, and reach out your cross whenever you need guidance, support, or helping hand. We all the faculty members and grade 12 students are always with you. Once again, a big welcome to class 11. May your next 2 years fulfill with inspiring discoveries, strong friendship, and proud achievement. Thank you. Enjoy the rest of the program. थ्याङ्क यू भाइ रिजन अमालले एउटा सानो वेलकम स्पिच दिएर जानुभयो कक्षा 11 का नवआगन्तुक भाइ बहिनीहरूलाई अनि स्टेजमा आई आफ्नो सानो र छोटो मिठो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। छुट्टै हो त केटाहरूको फोटो सोटो खिचिराख्ने मगर फेरि यस्तो भइरहेको कक्षा 12 का अध्यक्ष छात्रा सन्ध्या कुन आजको यस भव्य तथा ऐतिहासिक कक्षा 12 को स्वागत तथा 11 को स्वागत कार्यक्रम का सभाध्यक्ष तथा 12 का प्रिय मित्र प्रिन्स विकाजु पर्मिक अतिथि छिन्चुङ स्पोर्टिङ स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय श्री बखत खरालज्यू, विशेष अतिथि भेरीगङ्गा नगरपालिका वडा नम्बर 12 का अध्यक्ष आदरणीय श्री बखत रामबहादुर डाङ्गेज्यू, विशेष अतिथि भेरी टेकपाल नेपालीज्यू, अतिथि तथा यस विद्यालयका सञ्चालक श्री रुद्र कुमार पुन्ज्यू, यस विद्यालयका प्रधानाध्यापक श्री डाक्टर बाबुराम भुटालज्यू, सह प्रधानाध्यापक श्री रामबहादुर साईज्यू, कक्षा 11-12 का संयोजक श्री गोपाल खड्गाज्यू, अतिथि अभिभावक श्री टोपेन्द्र डाङ्गेज्यू, अतिथि अभिभावक श्री राकेश कर्णज्यू, अतिथि अभिभावक श्री भक्त नेपालीज्यू, अतिथि दीननाथ आचार्यज्यू, अतिथि तथा यस विद्यालयका व्यवस्थापन समितिका सदस्य श्री मानबहादुर बैशालज्यू, अतिथि अभिभावक श्री अर्जुन पोखरेलज्यू, आदरणीय गुरुहरू, गुरुआमाहरू, प्रिय कक्षा 11 का भाइ बहिनीहरू, कार्यक्रमका आयोजक कक्षा 12 का सम्पूर्ण साथीहरू तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म कक्षा 12 को छात्रा कल्पना खड्गाको तर्फबाट हार्दिक नमस्कार तथा न्यानो अभिवादन स्वीकार्दछु। म कक्षा 12 की कल्पना खड्गाको तर्फबाट यहाँहरू सबैलाई यस स्वागत कार्यक्रममा हार्दिक स्वागत गर्दछु। आजको दिन हामी सबैका लागि अत्यन्तै विशेष र स्मरणीय दिन हो। विद्यालय जीवनको यात्रामा नयाँ पाइला टेक्नुभएका कक्षा 11 का सम्पूर्ण भाइ बहिनीहरूलाई हामी कक्षा 12 का परिवारको तर्फबाट हार्दिक स्वागत गर्दछौँ। तपाईहरू केवल यहाँ नयाँ विद्यार्थी मात्र होइन, यस विद्यालय परिवारका नयाँ सदस्य पनि हुनुहुन्छ। तपाईहरूको आगमनले हाम्रो विद्यालय अझ उत्साहित, ऊर्जावान र जीवन्त बनेको छ। प्रिय भाइ बहिनीहरू, विद्यालय भनेको केवल पढाइ हुने ठाउँ मात्र होइन, यहाँबाट अनुशासन, संस्कार, जिम्मेवार, समयको सदुपयोग र सत्कार सोचाइ पनि आत्मसात गर्दै अघि बढ्नुहोस्। कुनै कठिनाइ आएमा हामी कक्षा शिक्षिकाहरू, अभिभावकहरू तथा सम्पूर्ण संयोजक विद्यार्थीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। एकपटक फेरि पनि कक्षा 11 का सम्पूर्ण भाइ बहिनीहरूलाई यस विद्यालय परिवारमा हार्दिक स्वागत गर्दै तपाईहरूको उज्जवल भविष्य तथा प्रगतिशील शैक्षिक यात्राको कक्षा 12 की सञ्चालिका सन्ध्या कुनलाई माइक हस्तान्तरण गर्दै यो मञ्चबाट बिदा हुन्छु। हस्त अबको प्रस्तुतिको लागि स्टेजमा आइदिनु होला। Oh
Before you, on behalf of the all students of class 11, to express our sincere gratitude for the wonderful welcome program organized by our senior. We are truly thankful for love, care and effort that you put into making events so memorable. From the beautiful decoration, the entertainment performance and the warmful hospitality, everything was on the thoughtful plan. Your dedication and teamwork made this program a great success. We feel welcome, respect and value. As new members, this higher secondary family, this program has given us a wonderful memory that will always cherish. We would also like to experience our heartfelt thanks to our respected principal, teachers and all the staff members for the continuous guidance, encouragement and support in the making this program possible. Without your blessing, cooperation, this event we could not have been so successful. Dear senior, today you have shown us not only your talented but also your kindness, leadership and unity. We hope to learn from your good example and continue the tradition of friendship, respect and cooperation in the year ahead. As you are prepared for your board examination and the next chapter of your life,
We sincerely wish you all the very best of you achieve your dream and make both your family and our school proud. Once again, thank you so much for your warm welcome, your generosity, and your unforgettable report. We will always remember this special day. Thank you, everyone, and have a wonderful day. It is a privilege to express my sincere thanks to our school and especially to our teachers who have guided me throughout my journey. Our school has been more than just a place to study. It has been our second home where we learn not only academic studies but also important values such as honesty, discipline, respect and kindness. To all my teachers, thank you so much for your passion, dedication and constant encouragement. You believe in me even when I doubt myself. Your guidance, support and inspiring word have helped me grow into better student and better person. I will always remember your effort and the lesson you taught me. As I move on to the next chapter of my life, I will always carry with the beautiful memories, friendship and valuable lesson that I gained here. Although I left this school, but it will always remain a special part of my life because I had such a long journey since class nursery to grade 12. फेरि पनि विशेष गरी हाम्रो स्कुलको फाउन्डर मिस्टर रुद्र कुमार जो कि नाताले मेरो मामाजी पनि पढ्नुहुन्छ लगायत हाम्रो प्रिन्सिपल डाक्टर बाबुराम भुसाल र हाम्रो भाइस प्रिन्सिपल रामबहादुर साई र लगायत मलाई पढाउनु भएका मेरा सम्पूर्ण आदरणीय गुरु र गुरुआमाहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु जसले गर्दा म आज यहाँसम्म आइपुगेको छु. I would also like to thanks to our Diparshan Dada who have supported me most in academic subjects, so I appreciate it. अन्तिममा म यो भन्न चाहन्छु कि अहिले नयाँ भर्ना भएर आउनुभएका भाइ बहिनीहरूलाई हाम्रो छिन्जिङ बोर्डिङ स्कुलमा हार्दिक स्वागत छ र कक्षा 12 मा अध्ययनरत गरिरहनु भएका भाइ बहिनीहरूलाई अझै राम्रोसँग मेहनत गरेर आफ्नो अध्ययनलाई अगाडि बढाइदिनु होला र साथै हाम्रो छिन्जिङ बोर्डिङ स्कुलको मान सम्मान र प्रतिष्ठालाई अझै जोगाउँदै अघि बढाउनु होला भन्ने आशा राखेकी छु.
बेस्ट विशेष एभ्रिवान। यति भन्दै म आफ्नो केही भनाइहरू यहीँ टुङ्ग्याउन चाहन्छु। हस् त, धन्यवाद। बेस्ट विशेष एन्ड हेभ अ ग्रेट डे। थ्याङ्क यू सो मच। सन्चै हुनुहुन्छ? कस्तो फिल गर्नुभएको छ आज टुवेलले? 11ले बोल्नु भएन? ओके। आज कक्षा 12ले आयोजना गर्नुभएको वेलकम कार्यक्रमका सभाध्यक्ष श्री प्रिन्स बिकेज्यू, हाम्रो विद्यालयका अभिभावक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भगत खरेलज्यू, त्यसै गरी विशिष्ट अतिथि हाम्रो भेरीगङ्गा नगरपालिका शिक्षा युवा तथा शाखाका शाखा अध्यक्ष श्री टेकपाल नेपालीज्यू, त्यसै गरी हाम्रा अभिभावक वडा नम्बर 12 का अध्यक्ष श्री रामबहादुर ढाकीज्यू, त्यसै गरी अतिथिको रूपमा यस विद्यालयका सञ्चालक श्री मेरो अभिभावक मामा र हाम्रो सबैको अभिभावक श्री रुद्र कुमार पुन्ज्यू र त्यसै गरी अतिथिकै अर्जुन पोखरेलज्यू, मानबहादुर बस्नेतज्यू, मेरा गुरु दिननाथ शर्माज्यू, कक्षा 11 र 12 का संयोजक श्री गोपाल खड्काज्यू, राकेश खड्काज्यू, नोकिराम खड्काज्यू, मेरो अभिभावक दिपेन्द्र ढाकेज्यू र कक्षा 11, 12 र यहाँ उपस्थित मेरा सम्पूर्ण शिक्षक मित्र सहकर्मी सम्पूर्णलाई आज कक्षा 12 को आयोजना र कक्षा 11 को भाइ बहिनीहरूलाई वेलकममा स्वागत छ। विशेष गरी यो कार्यक्रम एकदमै महत्त्वपूर्ण छ। मामाको एउटा कोटेसन मलाई एकदमै याद आउँछ। जब म स्कुल जान्छु मामाले भन्नुहुन्छ, तिमीहरू आफै नै मालिक हो, अब के गर्ने भन्ने कुरा तिमीहरूमा डिसिजन हुन्छ भनेर मामाले भन्नुहुन्छ। त्यो साँच्चै नै हो, किनभने तपाईँ एउटा काग हो। जस्तै एउटा इगललाई जब 70 वर्ष बाँच्नु पर्नेछ भने 40 वर्षमा उसलाई एउटा के हुन्छ, ठुलो अग्नि परीक्षा हुन्छ। किन भन्दा 40 वर्ष गइसकेपछि न उसको ठोडले काम गर्छ न उसको नङ्ग्राले काम गर्छ। 40 वर्ष जब बित्छ नि त्यसपछि ऊ एउटा पहाडको चिचुरोमा जान्छ। गइसकेपछि आफ्ना त्यो ठोडहरू चट्टानमा ठोक्छ अनि त्यसपछि नङ्ग्राहरू पनि त्यही चट्टानमै ठोक्छ र उसले आफ्ना प्वाकहरू पनि सबै निकाल्छ। निकालिसकेपछि के गर्छ, उसले फेरि 150 दिनसम्म कठोर सङ्घर्ष गर्छ। यस्तो सङ्घर्ष गर्छ कि जुन सङ्घर्षबाट ऊ बाहिर निस्किन सक्दैन र त्यसपछि फेरि ऊ 30 वर्षसम्म ढुक्क भएर नयाँ संसारमा आउँछ। मामाको भनाइ पनि त्यही नै हो, तिमी अहिले आफ्नो मालिक आफै नै हो। किनभने कक्षा 11 मा 12 मा गएका भाइ बहिनीहरूले अब आफ्नो डिसिजन आफै लिने भइसक्नु भएको छ। तपाईँहरू के गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ, म कुन बाटो जाने र कुन बाटो नजाने भन्ने तपाईँहरूले बुझिसक्नु भएको छ। स्कुल त एउटा तपाईँलाई अनुशासन सिकाउने यात्रा मात्रै। स्कुलले तपाईँलाई पथ प्रदर्शन गर्छ र तपाईँलाई यसो गर्नुहोस् भनेर गाइड गर्छ। त्यो गर्ने सन्दर्भमा कहिलेकाहीँ हजुरहरूलाई नराम्रो लाग्न सक्छ र यसको लागि विद्यालय अब नराम्रो भन्दा नि हजुर मालिक भइसकेपछि त हजुरले म के गर्दा राम्रो हुन्छ भन्ने कुरा त हजुरले सोच्नु पर्यो नि। अब र कक्षा 12 ले जुन आयोजना गर्नुभएको छ तपाईँलाई हृदयदेखि नै विद्यालयको तर्फबाट र हाम्रो मेरो व्यक्तिगत तर्फबाट, विद्यालयको तर्फबाट, सञ्चालकको तर्फबाट र विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक सङ्घको तर्फबाट पनि हजुरहरूलाई विशेष अवश्य धन्यवाद व्यक्त गर्छु। र कक्षा 11 मा जो आउनु भएको छ हजुरले चिन्चु इङ्ग्लिस बोर्डिङको नाम सुनेर आउनु भएको छ। जो हजुरहरूको ठुलो इच्छा छ, आकाङ्क्षा छ, हजुरका बुवा आमाले ठुलो इच्छा आकाङ्क्षा अथवा राखेर विद्यालय पठाउनु भएको छ, त्यो इच्छा साँच्चै नै हामीले पुरा गर्न सक्छौँ त? हजुरले त्यो ठाउँमा हजुरलाई एउटा प्रश्न चिन्ह खडा हुन्छ। त्यसको तात्पर्य मैले भन्न खोजेको के भने मालिक तपाईँ हो, पढ्ने तपाईँले नै हो, टिचरले एउटा गाइड मात्रै गर्ने हजुरलाई। र यो समय हजुरको लागि एकदम फ्रुटफुल हुनेछ। तपाईँका मार्गदर्शन सम्पूर्ण शिक्षकहरू एकदमै अनुभवी हुनुहुन्छ। भर्खरै प्रकृति बहिनीले भन्नुभयो नि, उहाँ एउटा टपर हुनुहुन्छ, उहाँले तपाईँलाई एकदमै राम्रो स्पिच भन्नुभयो। You have to select your school. That school is very grateful and fruitful. Why? Because it has given the many successful and it has brought up the many successful candidate in what research, human research. तपाईं पनि त्यही बाटोमा जाने हो र तपाईले आजैबाट अहिलेदेखि नै तपाईले आफ्नो यात्रालाई एकदम रोचक बनाउनु नै छ, रमाइलोसँग पढ्नु नै छ। पढाइ भनेको एउटा बोझ होइन, तपाईले त्यसलाई राम्रोसँग पढ्नु होला
र कक्षा 11मा जुन तरिकाले हाम्रो विद्यालय रोज्नुभयो हजुरहरूलाई फेरि पनि म प्रिन्सिपलको तर्फबाट हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु र हाम्रो अभिभावक भगत खरेलज्यू जो हजुरले विद्यालयलाई मार्गनिर्देशन गर्नुभएको छ हजुरहरूलाई पनि प्रिन्सिपलको तर्फबाट विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र हाम्रो अभिभावक नगर शिक्षा शाखाबाट हुने सम्पूर्ण सपोर्ट हजुरले गर्नुभएको छ कहिलेकाहीँ हामीबाट गल्ती भयो होला त्यही पनि फोन गरेर हजुरले सर यस्तो भएको छ भनेर जानकारी गराइराख्नु भएको छ यसको लागि पनि विद्यालयको तर्फबाट हजुरलाई विशेष आभार व्यक्त गर्छौँ त्यसै गरी हाम्रा वडा नम्बर 12 का वडा अध्यक्षज्यूहरू पनि जसले हामीलाई मार्गनिर्देशन गर्नुभएको छ त्यसलाई पनि हजुरलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यसै गरी हाम्रो लगानीकर्ता जो मेरो मामा हुनुहुन्छ उहाँ त हाम्रो भगवानै हो लिभिङ गड भनेर चिन्छु म किन भन्दाखेरि हर समस्या हर चुनौतीलाई उहाँले हामीलाई सपोर्ट गरेर यहाँसम्म पुर्याउनु भएको छ एउटा विद्यालय सञ्चालन गर्ने सन्दर्भमा धेरै चुनौतीहरू हुन्छन् किन भन्दा जब उहाँ बाहिर जानुहुन्छ नि माउ बिनाको बच्चा जस्तै हुन्छ हामीहरू त्यो बेला जस्तो समस्या परे पनि हामीले के गर्छौँ भने यस्तो पर्यो भनेपछि चाहिँ उहाँले ढुक्कसँग हामीलाई नेतृत्व हुन्छ त्यस्तै चाहिँ हजुरहरूलाई पनि जुन विद्यालय छान्नु भएको छ हजुरहरूको क्वालिटीमा हामीले कम्प्रोमाइज गर्ने छैनौँ त्यसमा हजुरलाई ढुक्कसँग समयमा हामीले कोच भ्याउनेछौँ र भयो एक्स्ट्रा जो गर्न सकिने छ हजुरहरूले गराउनेछौँ एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा पनि हामीले फोकस गर्नेछौँ र अगेन हजुरहरूलाई यस विद्यालय छान्नु भएको छ र कक्षा 12 को विद्यार्थी भाइ बहिनीहरूले जुन यो कार्यक्रम आयोजना गर्नुभएको छ यसलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै कक्षा 11 मा अझै कोही छुट्नु भएको छ भने हजुरहरूको गाउँ टोल समाजका भाइ बहिनीहरूलाई पनि चिन्ची इङ्ग्लिस बोर्डिङ इन द बेस्ट स्कुल फर कर्णाली प्रोभिन्स भनेर हजुरले यदि एडभर्टिजमेन्ट थोरै सल्लाह दिनुभयो भने पक्कै पनि उहाँहरूले पनि तपाईँ जुन बाटो हिँड्नु भएको छ त्यही बाटोमा आउनुहुनेछ र अन्त्यमा हजुरहरूको यो कक्षा 12 जुन कार्यक्रम गर्नुभएको छ हजुरहरूलाई पुनः फेरि पनि धन्यवाद व्यक्त गर्दै आजको यस कार्यक्रम सफल भव्य होस् भने म पनि यहाँबाट बुझ्न चाहन्छु हस्त नमस्कार आजको जुन स्वागत कार्यक्रममा सभा अध्यक्षको
आसन गर्नुभएको बेहोरा हेर न यसको बेहोरा। प्रिन्स भाइले आजको अर्को त्यस। कार्यक्रमलाई समापन गर्नुहुनेछ भन्दै म कार्यक्रम सञ्चालक तथा छिन्चु इङ्ग्लिस बोर्डिङ स्कुलको शिक्षक बिदा माग्दै हामी जस्ता कयौँ विद्यार्थी भाइ बहिनीहरूले आफ्नो प्रतिभा आफ्नो कला सबैको समक्षमा अगाडि भएर आफ्नो प्रतिभा प्रस्तुत गर्नुपर्छ किनकि आफ्नो कला र सिप देखाएमा हामी कुनै पनि बाटो अपनाएर अगाडि बढ्न सक्छौँ। हामी जस्तो कठोर अवस्थामा आए पनि हामीले आफ्नो कला प्रस्तुत गर्न सक्नुपर्छ। ल धन्यवाद। म चाहिँ छिन्चु इङ्ग्लिस बोर्डिङको
बहुत लाइट बनाया ओए ओए अध्ययनरत छात्रा र आजले पर्वज्यू विशिष्ट अतिथिज्यू विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू विद्यालय सञ्चालकज्यू विद्यालयका प्रधानाध्यापकज्यू सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू अभिभावकज्यूहरू मेरो प्रिय भाइ बहिनीहरू तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई म स्वागत कार्यक्रमको सभाध्यक्षको तर्फबाट न्यानो अभिवादन। आज कक्षा 12 को आयोजना सम्पन्न भएको कक्षा 11 का आगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रममा आफ्नो अमूल्य समय प्रदान गरी उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनु भएकोमा यहाँ उपस्थित सम्पूर्ण अतिथि मानव शिक्षक शिक्षिका अभिभावक तथा विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। आजदेखि कक्षा 11 का भाइ बहिनीहरू हाम्रो विद्यालय परिवारको अभिन्न सदस्य बन्नुभएको छ। यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्दै अध्ययनमा निरन्तर सफलता सुरक्षित परिश्रम र उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने विद्यालय परिवार आयोजक टोली कार्यक्रम सञ्चालक सांस्कृतिक प्रस्तुति दिने विद्यार्थीहरू स्वयंसेवकहरू तथा सम्पूर्ण सहयोगी आफूहरूप्रति विशेष आभार व्यक्त गर्दछु। अन्त्यमा यहाँहरूको सुखद सुरक्षित तथा सफल भविष्यको कामना गर्दै आजको कक्षा 11 को स्वागत कार्यक्रम यदि सम्पन्न भएको घोषणा गर्दछु। हस्त धन्यवाद। तो बहाना मजा नहीं आया भाई, मजा नहीं आया रे, मजा नहीं आया, मजा नहीं आ रहा है भाई। भाई अब स्कूलतिर लायो, यसरी घरतिर चल्दिने।